दर्शकबिन निकै दुःखद खबर। रुकुममा जीव दुर्घटनामा परि 8 जनाले ज्यान गुमाएकाहरूको यतिखेर सब गाउँमा ल्याइएको छ। विशेष गरेर अहिले गाउँ निकै शोकमग्न डुबिरहेको छ र सामूहिक रूपमा दाह संस्कार गरिने गाउँलेवासीहरूले जनाइरहेका छन् र यतिखेर मन निकै भावुक भइरहेको छ र समग्रमा गाउँ नै निशब्द बनिरहेको छ। सबैका आँखामा आँसु टिलपिल टिलपिल गरिरहेका छन्। यो घटना देखिरहँदाखेरि बोल्न सक्ने अवस्थामै छैनौँ र हरेक मानिसहरूका आँखा हरसाइरहेका छन् र यतिखेर सामूहिक रूपमा दाह संस्कार गरिने यहाँका गाउँवासीहरूले बताइरहेका छन्। यतिखेर रुकुमको गाउँ नै शोकमा डुबिरहेको अवस्था छ। जीव दुर्घटनामा परि जुन 8 जनाले ज्यान गुमाए यति बेला निकालिँदैछ। यो प्रत्यक्ष दृश्य हामी बाटोमाको पश्चिम 2 नम्बरबाट मात्रै 5 जना घटना यति बेला यहाँ समस्या देखाउँदैछौँ। जुन चाहिँ अहिले यति बेला 8 जना सब गाडीबाट निकालिँदैछ र गाडीबाट सब निकाल्ने घाइते र मृतकका सामानहरू धेरैजना हुनुहुन्छ जो चाहिँ घाइते र मृतकका आफन्तहरू यहाँ चाहिँ यो सब निकाल्ने कार्यमा जुट्नु भएको छ। त्यसको साथसाथै यहाँका धेरै स्थानीयहरू हुनुहुन्छ जो चाहिँ स्थानीय नागरिकहरू जनप्रतिनिधिहरू हुनुहुन्छ, उहाँहरू समेत सब निकाल्ने मद्दत गरिरहनु भएको छ। यो निकै दुःखद घडीमा छौँ हामी। आज यो आर्टिस्टको नगरपालिका चाहिँ शोकमा तपाईँ मध्ये एउटा राख्दिनु, म गाडी बनाइदिन्छु। तपाईँ पनि उहाँ जानु होला, त उता लग्नु होला है। ल जानु। तपाईँ दुईटा तयार हुनु, दुईटा यहाँ हुनुहुन्छ, दुईटा मसँग जानु, दुईटा यहीँ राख्नु, सल्लाह गरिहाल्नुहोस् त छिटो। हेलो सर। हजुर बाबु तपाईँ कहाँ जाने हो? यहीँ रक्सी आयो मान्छे। म यहीँ हो, रक्सी आयो फेरि। हेलो 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 गुरु नि यसरी सब लगिदिन्छ एकदमै जसले अहिले पछि पुरा गाउँले शोकमा डुबेको अवस्था छ। यो दृश्य हेर्दा कसको मन नरहला। सबलाई आफ्नो परिवारको जिम्मा लगाइँदैछ। Oh,